चाहिँ हामी अहिले बतासे आएको छु। यहाँ चाहिँ बनाउँदैछ। मेहरबानी। यहाँ थियो चाहिँ सबसे बड़ा व्यू है अजय भैया मौका जाती नहीं। आई लव दार्जिलिङ। पेन नहीं कॉस्ट्यूम वगैरह वो तो क्लिक करना है। यार इधर पे आना है तो हामी चाहिँ अहिले बतासे लुपाक छु। अन्त किचन हेरौँ रहेछ दामी दामी नि। यहाँ चाहिँ ऊ छ। हामी चाहिँ अहिले बतासे लुपाक छु। अन्त किचन हेरौँ रहेछ दामी दामी नि। यहाँ चाहिँ ऊ छ। यहाँ चाहिँ हामी अहिले चाहिँ बतासमा छु। यहाँनिर छ यस्तो बतासे। ट्रेन छ यहाँ हो। अन्त हामी चाहिँ यतिकै घुम्न आएको अल्छिसकेर। अघि भर्खर हामी उयोमा गइकन आएको नि त। त्यही भएर चाहिँ लेबुङ आर्मी क्याम्पमा गएर आएको। अन्त चाहिँ हामी यहाँ बसेको बतासे लुपमा छौँ हो। यहाँ ट्रेन आउँदै होला। तपाईँहरूले देखाउँछु आउँदैछ। ओह्रालो पो छ। ओह्रालो पो आएको छ। त्यहाँ बसिरहेको छ। हामी चाहिँ यहाँ यति गएको। ट्रेन चाहिँ यहाँ तलबाट आउँदैछ। अब चाहिँ यहाँ ट्रेन आउँदैछ। ऊ चाहिँ यहाँ बसिरहेको छ हो। यहीँ समर मात्रै रहेछ। अब यो जानु रहेछ। मान्छे यहाँ टाइरहेको छ। हजुर लुगा कालो हुन्छ हो। त्यही भएर छोप्ने रहेछ। यहाँ भित्र त आगो हेर्नुहोस् न। यहाँ डरै लाग्दो आगो भयो। यो भित्र चाहिँ हात पस्यो भने त कस्तो डरलाग्दो हुन्छ होला हो। ए यो त भर्खर रोकेको छ। हेर्नुहोस् न यहाँ भित्र अब बन्द गर्यो। यहाँ चाहिँ यहाँ पुरा जङ्गलहरू आएको छ। अहिले भिड पुरा। अन्त अहिले त ऊ यस्तो खाँदैछ। म त बसिरहेको छु। अन्त के थप्पर नपुग्यो थप्पर। फर्केको यहाँ बतासेबाट। अब त्यो हामी चाहिँ अब गएको। उसले केही पनि खिच्नु मानेन हो। त पनि ठिकै छ। अब यो ऊ कस्तो छ त बेउरै छैन। केही पनि गर्नु मान्दैन हौ। आज हामी फर्केको। यहाँ दिन त एकदम दामी भइरहेछ। चिसो हुन्छ। दामी पनि भइरहेको छ। हामी फर्केको। बाबा गाइस दार्जिलिङ घरमा गएर भेट्छु। बाबाई। त्यस्तो नलाग्दो बिग्रो यहाँ सुक्याउनु। दार्जिलिङमा हामी बतासेमा
batas en los dos vehículos. Estamos llamando de Hello guys, good you. Bye,